यहाँ भन्ने तँलाई कस्तो लाग्दैछ आज? आज मलाई मसँग चाहिँ है टुरिस्टहरू हुनुहुन्छ, मेरो लोकल टुरिस्टहरू हो, भाइहरू है। हेलो भनिदिनुहोस् बहिनी है, दर्शन हेलो हो। निर्दीप चाहिँ अब कता कता गयो भाइ चाहिँ? अब विशाललाई पुऱ्याउनु गएको है साथीलाई होइन। यस्तो चाहिँ यहाँ सुनदामा चाहिँ एकदमै सुनदा पुगेको छौँ। पानी पर्दैछ यहाँ हल्का फुल्का। र यहाँ चाहिँ अहिले माताजीको घरमा छौँ है। यसो मन्दिर दर्शन गरिराखेर जाने भन्नुहुँदैछ है। चाहिँ लन्च सुरु भयो है। लन्चमा चाहिँ आज सेजन फ्राइड राइस विथ चिकन मोमो हाम्रो प्रयास भाइको लागि है। यहाँ बहिनी होइन, यहाँ छेमा हुनुहुन्छ भाइ है। आज उहाँहरू फर्किनु भएको होइन। बहिनीले हो सर्भ गर्छ अरे अब हो टक्कै। खै कतिको रहेछ सर्भिस बहिनीको पनि। बहिनीको के आउँदैछ? चाउमिन आउँदैछ है। चाउमिन आएर एकदम मजाले खाएको, मजाले खाएको है। हतार छ फेरि है। हुन्छ लिनुहोस् ल ल। कस्तो भयो खाना भाइ? तगडा भयो है। ल आफ्नो आफ्नो खोरमा पस्छ। गाडी फेरि कस्तो तातिरहेको होला है। को चाहिँ पछाडि जाने भयो त? यो पनि यहीँ आउने अरे। हतार हतार लन्च गरेर है हामी एयरपोर्टतिर लाग्यौँ होइन। र अब अलरेडी हामी चाहिँ ढिलो भइसकेको थियौँ। र त्यसले गर्दाखेरि चाहिँ अब त्यहाँनिर गएर यसो हल्का साथीहरूसँग है सेल्फी लियौँ हतार हतार। अन्त उहाँहरूलाई एकदमै ढिलो भइसकेको थियो। र नानीहरूले पनि अब यसो बाहिर यसो भिडियोहरू फोटोहरू गर्छु भनेर उनीहरूलाई पनि एकछिन समय दिएँ है। एकदम यहाँ फोटोसुट हुँदैछ। मजा आउँदैछ भने कि गरम भयो? हल्का गरम भयो है। गरम छ है। मजा लाग्यो। त्यसपछि चाहिँ हामी घरतिर लाग्यौँ। यिनीहरूले यसो माथितिर अझै फोटोहरू खिचौँ भनेर नि। कस्तो दामी देखेको हेर्नु न। र साथी हो हामी चाहिँ अहिले आई लभ खरसाङको डाँडामा पुगेको छौँ है। अन्त यहाँनिर भाइहरूले अब यसो डाँडा काँडाहरू 360 भ्यू हेर्छु भनेर रोकिदिएको नानीहरूलाई होइन। यहाँ भन्ने तँलाई कस्तो लाग्दैछ आज? आज मलाई आज टुर कस्तो भयो? राम्रै भयो। खुसी छस्? यहाँ चाहिँ किन झर्नु भनेको? यहाँ यही भ्यूहरू हेर्नु। यो हेर्नु ऊ तलको त्यो तेर्सोहरू चिनिस्? तलको लाइट अलरेडी आर्मी क्याम्प तेर्सोहरू है त्यो। फोटोग्राफर चाहिँ को छ? हो मजा आउँदैछ बहिनी? मजा आउँदैछ है। दामी हुँदैछ। कस्तो दामी देखेको तपाईँको त भ्यू भ्यू मान्छे